ढुङ्गाको छायामुनि एउटी सानी कमिला बोक्दैछे रोटीको सानो टुक्रा जन्तीसहित। तर त्यो टुक्राभन्दा भारी छ उसको सम्बन्ध, उसको श्रम र उसको माया। उसको ढाडमा बोकेको त्यो अन्नको कण जस्तो सानो देखिए पनि त्यो उसको संसारको लागि पर्व हो, जहाँ हरेक अन्नका कण एकता र श्रमको गीत गाउँछन्। सानो शरीर, विशाल उद्देश्य, उसको गति ढिलो थियो तर अर्थ असीम। म उसलाई हेर्दै सोच्न थाले, उसको हिँडाइमा हतार छैन, थकाइ छैन। कसरी यति सानो प्राणीमा यति ठुलो संसार बस्छ। सायद ऊ जान्दछे जिन्दगीको रहस्य ठुला पाइलामा होइन, निरन्तर सन्तुलनमा छ। उसको ढाडको बोझ उसको दुःख होइन, त्यो उसको प्रेम हो, किनकि त्यो अन्नको टुक्रा उसका लागि मात्र होइन, उनीहरूका लागि पनि हो जो देखिँदैनन् तर प्रतीक्षा गर्दैछन्। जब कमिलाहरू भेला हुन्छन्, खुसीमा अन्नहरू बटुल्दा या कोही साथी मर्दा, त्यो बाध्यता होइन, एकता हो। मृत्युमा पनि अर्थ खोज्ने चेतना। उनीहरू बुझ्छन् अनि मलाई बुझाउँछन्। जीवन केवल चल्ने कुरा होइन, जोडिने कुरा हो। जिन्दगीको अन्त्य पनि जीवनको कथा हो। र म मानवको साम्राज्यमा हराएको, बुद्धिको सङ्ख्या बढ्दै जाँदा बुद्धिको गुणस्तर सानो हुँदै गइरहेको छ। हामी सम्बन्धलाई सम्झौतासँग जोड्छौँ, कमिलाले सम्बन्धलाई समर्पणसँग जोडेको छ। कमिलाको संसारमा कुनै राजा छैन, तर सबैको दायित्व छ। हाम्रो संसारमा राजा बन्ने धेरै छन्, तर दायित्व हराएको छ। सम्बन्ध धागो हो भने कमिलाको समाज त्यो बुन्ने हात हो। हामी मानव, हात छ, बुद्धि छ, हृदय छ, तर सम्बन्ध टुक्राउन त्यही धागोको जालो बनाउँछौँ। म सोच्दछु, यदि जीवन प्रश्न हो भने कमिला नै त्यसको उत्तर हो, किनकि उसले देखाउँछ सन्तुष्टि सानो भएर होइन, साझा भएर आउँछ, आफ्नो मेहनत, प्रेम र त्यागको मिश्रणबाट। र अन्त्यमा जब सूर्य ढल्दै जान्छ, म आफ्नो बाटो लिन्छु। कमिलाको सानो पाइलामा पनि म आफ्नो विशालता हराउँछु। त्यो क्षणमा म बुझ्छु, महान हुनु भनेको ठुलो हुनु होइन, अर्थपूर्ण हुनु हो। र सायद त्यो अर्थ कमिलाको बाटोमा मात्र सीमित छैन, हाम्रो मनमा कतै निधाएको छ।